यदि हामीले प्रस्थान 4 अध्यायको 11 पदमा हेर्यौं भने त्यहाँ चाहिँ मूसाले परमेश्वरलाई एउटा बाहना गरिराख्नु भएको छ। प्रभु, म बोल्नमा सिपालु छैन र मलाई बोल्न आउँदैन भनेर त्यहाँनिर मूसाले परमेश्वरलाई भन्दै हुनुहुन्छ। वास्तवमा परमेश्वरले चाहिँ मूसाको जीवनद्वारा चाहिँ मिस्र देशबाट दुःख र कष्टमा परिरहेका इजरायललाई उहाँले झिकेर ल्याउन चाहनुहुन्थ्यो। त्यही भएर परमेश्वरले मूसालाई तिमी चाहिँ मिस्र देशमा जाऊ भनेर भन्दै हुनुहुन्थ्यो। तर मूसा भन्नुहुन्छ, म जान्न, म बोल्नमा सिपालु छैन, मलाई बोल्न आउँदैन, मेरो साटोहरू कसैलाई पठाउनुहोस् भनेर त्यहाँनिर परमेश्वरलाई मूसाले भन्दै हुनुहुन्थ्यो। त्यसपछि 12 पदमा आएर परमेश्वरले मूसालाई के भन्नुहुन्छ भने, अब जा, तिमी त जाऊ, अनि के बोल्नु पर्ने हो, के भन्नु पर्ने हो, म तिमीलाई सिकाउनेछु। 11 पदले के भन्छ, मानिसलाई अन्धो कसले बनायो, मान्छेलाई लाटो कसले बनायो, के मैले नै बनाएको हेरेर। अनि 12 पदले भन्दछ, अब जा, म तिमीलाई बोल्न सहायता गर्नेछु। मेरो प्रिय मित्र, कतिपल्ट समयमा हामी पनि हाम्रो मूसा बारे जस्तै हामी पनि मलाई बोल्न आउँदैन, म कमजोर छु, मलाई केही पनि आउँदैन, हो म केही पनि गर्न सक्दिनँ भनेर हामीले पनि धेरैपल्ट भनिरहेका हुन्छौँ। यदि त्यसो भनिरहेको छ भने तपाईँलाई आज परमेश्वर भन्नुहुन्छ, नडराऊ मेरो छोरा, नडराऊ मेरो छोरी, म तिम्रो साथमा छु। अनि के बोल्नु पर्ने हो, पवित्र आत्माले तपाईँ मलाई सिकाउनुहुन्छ अनि परमेश्वरले हामीलाई बताउनुहुन्छ। त्यसै तपाईँ कहिले पनि आफूलाई कमजोर महसुस नगर्नुहोस्, किनभने तपाईँ चाहिँ परमेश्वरको शक्तिशाली हातले बनेको उहाँको छोरा हुनुहुन्छ, उहाँको छोरी हुनुहुन्छ। अनि कहिले पनि आफूलाई चाहिँ म कमजोर छु, म सक्दिनँ, हो म थाकेको छु, म केही पनि गर्न सक्दिनँ भनेर तपाईँ कमजोर नबन्नुहोस्। तपाईँलाई परमेश्वरले चलाउनुहुन्छ। जसरी मूसाको जीवनद्वारा मिस्र देशबाट परमेश्वरले 6 लाख इजरायललाई झिकेर ल्याउनु भयो नि, त्यसरी तपाईँको जीवनद्वारा संसारभरि मरिरहेको हरेक आत्मालाई उहाँले ल्याउन चाहनुहुन्छ। त्यसैले परमेश्वरको इच्छालाई बुझ्नुहोस्। तपाईँको जीवनद्वारा परमेश्वरले आत्माहरूलाई बसाउन चाहनुहुन्छ। तपाईँको जीवनद्वारा तपाईँको फ्यामिलीलाई बसाउन चाहनुहुन्छ। तपाईँको जीवनद्वारा तपाईँको दाजुलाई, तपाईँको भाइलाई, तपाईँको बहिनी, तपाईँको आमा बुवा सबैलाई परमेश्वरले तपाईँको जीवनद्वारा बसाउन चाहनुहुन्छ। प्रिय, त्यसैले म कमजोर छु, मलाई केही पनि आउँदैन नभन्नुहोस्। तपाईँलाई परमप्रभु परमेश्वरले शक्ति दिनुहुन्छ अनि त्यो बल दिनुहुन्छ। आमेन। त्यसैले बाइबलले भन्दछ, यसै 41:10 पदमा परमप्रभु भन्नुहुन्छ, हे मेरो छोरो, हे मेरो छोरी, नडरा, नडरा, किनभने म तिम्रो साथमा छु र मेरो धार्मिकताको दाहिने हातले म तिमीलाई समात्ने छु। त्यसैले नडराऊ, नडराऊ, म तिम्रो साथमा छु, परमेश्वर भन्नुहुन्छ। त्यसैले प्रिय, आफूलाई कमजोर महसुस नगर्नुहोस्, किनभने तपाईँलाई बनाउनु सृष्टिकर्ता परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। कुनै पनि काम गर्नको लागि बाहना नगर्नुहोस्, तर चाहना गर्नुहोस्। जुन कुरा पवित्र आत्माले तपाईँलाई भन्नुहुन्छ त्यो काम गर्नुहोस् प्रभुको निम्ति, त्यो काम गर्नुहोस्। अनि कहिले पनि इन्कार नगर्नुहोस्। प्रभुको राज्यको काम गर्नको लागि तपाईँ एकदम तयार रहनुहोस्। म गर्छु प्रभु, म गर्छु प्रभु, यो रीति चाहिँ तपाईँको जीवनमा हुनु पर्दछ। प्रभुले त्यही सानो तपाईँको जीवनद्वारा चाहिँ अनि कहिले पनि इन्कार नगर्नुहोस्। प्रभु काम गर्नको लागि परमेश्वरले तपाईलाई चलाउनुहुन्छ। आमेन। गॉड ब्लेस यू।